सम्माननीय सभामुखज्यू, व्यक्तिका रूपमा हाम्रा आफ्नै मूल्य मान्यताहरू हुन सक्छन्। अझ उमेर समूहमा यति धेरै विविधता पाएको यो संसदका हरेक सार्वभौम सांसदको सोचाइमा भिन्नता हुन सक्छ। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा लगाउनु भएको स्पोर्ट्स जुत्ता कसैलाई कुल ट्रेन्ड लाग्न सक्छ भने कसैलाई संसदीय मूल्य मान्यताप्रतिको ठाडो प्रहार, कसैलाई सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब सम्माननीय प्रधानमन्त्रीबाटै आउनुपर्छ र यो संसदको परम्परा हो भन्ने लाग्न सक्छ भने कसैलाई नआउनु परम्पराको क्रमभङ्गता। त्यसैले त स्थापित विधि र प्रक्रिया सधैँ माथि हुन्छन्। प्रतिनिधि सभा नियमावलीले दिएको अधिकार प्रयोग गर्नुभएका सम्माननीय प्रधानमन्त्रीज्यू सार्वभौम संसदप्रति जवाबदेही हुनु भएन भन्ने विपक्षी दलका माननीय सदस्यहरूलाई लाग्छ भने उहाँहरूलाई प्रतिनिधि सभा नियमावलीको नियम 56मा टेकेर प्रधानमन्त्रीज्यूलाई संसदमै सिधा प्रश्न गर्न पाउने कानुनी बाटो छ भन्ने थाहा हुनुपर्छ। त्यो प्रयोग नगरी विधिभन्दा बाहिर गएर संसद नै स्थगित गराउने बाध्यात्मक परिस्थिति सिर्जना गर्ने गतिविधिले विपक्षी दलका साथीहरू सार्वभौम संसद र जनताप्रति उत्तरदायी हुनुहुन्छ भन्ने प्रमाणित गर्यो त। मैले यो भूमिका किन बाँधेको हो भने नीतिको सही पालना नियतमा जोडिएको हुन्छ। समग्र देशको नीति तथा कार्यक्रम सफल बनाउन हामी सबैको नियत सही होस्। अब सम्माननीय राष्ट्रपतिज्यूले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा मेरा केही सुझाव। सम्माननीय सभामुख महोदय, व्यवस्थापिकाको प्राथमिक र सर्वोच्च जिम्मेवारी नीति तथा कानुन निर्माण गर्नु हो भन्नेमा दुई मत छैन, तर हाम्रो वर्तमान अभ्यास त्यो छैन। एकाध बाहेक कानुन निर्माणको वास्तविक स्टेयरिङ संसदमा नभई मन्त्रालयको ब्युरोक्रेटिक संरचनाको हातमा छ। हामी सांसदहरू त्यस मस्यौदामाथि प्रतिक्रिया जनाउने र संशोधन हाल्ने भूमिकामा मात्रै छौँ। यदि संसद नीति निर्माणको साँचो अर्थमा सर्वोच्च थलो हो भने कानुन निर्माणको प्रक्रियागत संरचना नै परिवर्तन गरौँ। नीति र कानुनको ओरिजिन संसद र सांसदहरूबाट हुने र त्यसमाथि कार्यान्वयनका चुनौती वा प्राविधिक विषयहरूमा मन्त्रालयहरूले आफ्नो धारणा वा संशोधन राख्ने व्यवस्थाको बाटो कोर्ने दिशा पनि यो नीति तथा कार्यक्रमले तय गरोस्। नीति निर्माणको ड्राइभिङ सिटमा सांसदहरू नबसेसम्म शक्ति पृथकीकरण र संसदीय सर्वोच्चताको वास्तविक अभ्यास हुन सक्दैन कि? सम्माननीय सभामुख